हो एउटा ठूलो युद्धको चपेटामा परेको एक निर्दोष व्यक्तिको। सुरुङको अँध्यारोमा हराएको त्यो अपरिचित अनुहार जसको नाम हो बिपिन जोशी। उसको कथाले हामीलाई द्वन्द्वको मानवीय मूल्यबारे एकपटक फेरि सोच्न बाध्य बनाउँछ। यो प्रश्न यो कुनै लेखकले लेखेको होइन। यो आवाज हो बिपिन जोशीकी बहिनी पुष्पाको। आफ्नो दाइ अपहरणमा परेको लगभग 2 वर्षपछि तेल अभिवको मुटुबाट उनले यो मार्मिक प्रश्न गरेकी थिइन्। यो एउटा प्रश्नमा एउटा परिवारको अनन्त पीडा र नटुङ्गिएको आशा लुकेको छ। तर प्रश्न उठ्छ, नेपालको एउटा साधारण विद्यार्थी आखिर यो भयावह अवस्थामा कसरी आइपुग्यो त? आउनुस् यो कथाको सुरुवात र त्यो दुर्भाग्यपूर्ण दिनको घटनाक्रमलाई अनि नजिकबाट हेरौँ। नाम बिपिन जोशी, उमेर मात्र 24 वर्ष। नेपालको कञ्चनपुरबाट आफ्नो परिवार र देशका लागि केही गर्ने ठूलो सपना बोकेर उनी इजरायल पुगेका थिए। त्यहाँको सिख र कमाउ कार्यक्रम अन्तर्गत